नमस्कार भक्त सज्जनबिनहरु, सर्वप्रथम त्यहाँहरुलाई स्वागत गर्न चाहन्छु। म तपाईहरुकै चिरपरिचित साथी बिजुल परियार धर्मग्रन्थ युट्युब च्यानलमा। भक्त सज्जनबिन, आजको यो बसाइमा भने मैले तपाईहरुमाझ शरीर सुरक्षा गर्ने र सर्व संकट नाश गर्ने असाध्यै शक्तिशाली मन्त्र लिएर उपस्थित भएको छु। यो मन्त्र असाध्यै तपाईं हामीले भने बमोजिम यसले काम गर्छ। यसले तपाईं हाम्रो शरीर सुरक्षा गर्नुको साथै तपाईं हामीलाई हरेक कुराबाट हुने संकटबाट यसले मुक्त गराउँछ। जस्तै बाटो घाटोमा हिँड्दाको समयमा होस्, कुनै गाडी दुर्घटनाबाट पनि यसले जोगाउँछ। यो मन्त्रलाई हामीले उच्चारण गर्न सक्यौं भने हैन, यावत कुराहरुबाट यसले हामीलाई हुने क्षतिबाट, शारीरिक क्षतिबाट यो मन्त्रले हामीलाई सुरक्षा प्रदान गर्छ। त्यसकारणले यो मन्त्रलाई सुरक्षा मन्त्र अथवा सर्व संकट हरण मन्त्र पनि भनिएको छ। यदि तपाईहरु मेरो धर्मग्रन्थ युट्युब च्यानलमा पहिलोचोटि मैले बनाएका भिडियोहरु हेर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र नजिक रहेको बेल आइकनलाई प्रेस गरी अल गर्न नबिर्सनु होला, किनभने मैले बनाएका नयाँ भिडियोहरु तपाईहरुको युट्युब च्यानलको नोटिफिकेसन बारमा देखाउने छ र तपाईहरुले त्यो भिडियो त्यहाँ गएर हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। भक्त सज्जनवृन्द, आफूले आर्जन गरेको ज्ञान आफ्नो साथीहरु समक्ष पनि तपाईहरुले शेयर गरेर पुर्याइदिनु होला। तपाईहरुको सोशल मिडिया मार्फत, सोशल प्लेटफर्म मार्फत हैन, तपाईले शेयर गरेर पुर्याइदिनु भयो भने तपाईहरुको साथीले पनि तपाईले जस्तो ज्ञान आर्जन गर्न सक्ने हुनेछ है। यो तान्त्रिक क्षेत्र असाध्यै महत्त्वपूर्ण क्षेत्र रहेको छ। मैले यहाँलाई पटक पटक भन्ने गरेको छु, तर रहर नगर्नु होला। यो आगोसँग खेल्नु बराबरको। तपाई एउटा विज्ञ गुरु नभइकन, गुरुको समीपमा नरहिकन, गुरुसँग दीक्षित नभइकन कुनै पनि तन्त्र मन्त्र क्षेत्रमा नलाग्नु होला। जस्तै तपाईले यो उसको किताब देखिरहनु भएको छ, महाइन्द्रजाल, असली प्राचीन महाइन्द्रजाल रहेको छ। यो पुस्तकहरुलाई पनि तपाईले पढ्नलाई रहर नगर्नु होला। यो जुन पुस्तक छ तपाईले यहाँ मोटो आकारमा देख्नु भएको छ, यो पनि मन्त्र बुक नै हो। मसँग धेरै मन्त्र बुकहरु मैले अध्ययन गरेको छु र धेरै चाहिँ वेदका पाठहरु पनि गरेको छु। वेद पुराण मैले सम्पूर्ण कुराहरु हेरेको छु र तैपनि म मेरो चाहिँ गुरुसँग दीक्षित भएको कारणबाट मैले कुराहरुलाई सजिलोसँग चाहिँ प्रयोग गर्न सक्छु। कुनै पनि गुरुको दीक्षा बिना तपाई नगर्नु होला। जस्तै साधनाको कुराहरु भए, साधना गर्न पनि तपाईले कुनै पनि गुरुसँग अनुमति नलिकन, आफ्नो गुरुसँग अनुमति नलिकन, गुरुको निर्देशन नभइकन साधना पनि नगर्नु होला। मैले हुन त धेरै सजिलो साधनाका भिडियोहरु पनि राखेको छु धर्मग्रन्थ युट्युब च्यानलमा, र तपाईले चाहे अनुसार तपाईले मैले तामसिक साधना गराउन, सात्विक साधना तपाईलाई मैले गराउँछु। जुन साधनाबाट मैले फलीभूत भएको छु, मैले ज्ञान पाएको छु, ती साधनहरु पनि म तपाईलाई गराउन सक्छु। आजको विषयवस्तु रहेको छ, कुनै पनि ठाउँमा जाँदा तपाई हाम्रो शरीरसँगलाई सुरक्षा गर्ने लगायतका संकटबाट हामीलाई मुक्त दिने, यानी कुनै पनि दुर्घटनाबाट जोगाउने मन्त्र मैले तपाईहरुमा आज लिएर आएको छु। सबैभन्दा पहिले यसलाई हामीले सिद्ध कसरी गर्ने यो समयमा तपाईलाई म बताउन गरेको छु। यो पुरुषोत्तम महिना असाध्यै तन्त्र मन्त्र यन्त्र साधना सिद्धि गर्नको निमित्त असाध्यै राम्रो महिना रहेको छ। तपाईले यो महिनामा आफूले गुरुसँग लिएका मन्त्र अथवा तपाईले कुनै पनि चलाइरहनु भएको मन्त्रलाई सिद्ध गर्नु भएको छैन भने तपाईले त्यो मन्त्रलाई सिद्ध गराउनु हुन पनि अनुरोध गर्दछु। र तपाईले कुनै साधना गर्न चाहनु भएको छ भने पनि त्यो साधना गर्नु होला। यो समय, यो मौसम, यो बेला, यो पुरुषोत्तम महिना असाध्यै राम्रो रहेको छ। तर मौसम भने बीचमा यसले डिस्टर्बेन्सन गर्छ र तपाईले मौसमलाई ख्याल गरेर, यो समयलाई ख्याल गरेर तपाईले साधना गर्न सक्नुहुनेछ। यसलाई तपाईले सकभर तपाईले चाहिँ यो मन्त्रलाई नवरात्रिको समयमा तपाईले जाप गर्नु होला। 9 दिन अथवा 9 दिनसम्म नवरात्रि समयभरि तपाईले यो मन्त्रलाई 10,000 जाप गर्नु होला है। 9 दिनमा नवरात्रिको समयभरि। यदि तपाई नवरात्रिको समय आउने कहिले मलाई यो मन्त्र अहिले नै प्रयोग गर्नुपर्ने छ भन्ने तपाईलाई लाग्छ भने तपाईले यही पुरुषोत्तम महिनाको है, यही अहिले पुरुषोत्तम महिना चलिरहेको छ, यानी कि यसलाई मलमास पनि भनिन्छ। यो पुरुषोत्तम महिनाको तपाईले प्रतिपदादेखि अष्टमी तिथि अथवा प्रतिपदामा नि सक्नुभयो, प्रतिपदा तिथिमा भ्याउनु भएन, अष्टमी तिथि पारेर तपाईले यो मन्त्रको चाहिँ सुरुवात गर्नु होला साधनाको निमित्त।
र तपाईले यसलाई 21 दिनसम्मै गर्न पर्ने हुन्छ। यो महिनाभरि जुन जबसम्म यो पुरुषोत्तम मास रहन्छ 21 दिन गर्नु होला, अथवा यो पुरुषोत्तम महिना कति दिनसम्म रहन्छ त्यति दिन तपाईले यसलाई सिद्ध गर्नु होला। 10,000 जाप गरेर पुर्याउनु होला। र तपाईले दैनिक 3 अथवा 4 माला तपाईले जप्नु पर्ने हुन्छ है। यसो गरेर तपाईले यो मन्त्रलाई तपाईले सिद्ध गर्न सक्नुहुनेछ। दैनिक रूपमा त्यसरी जाप गर्नु होला। र यसलाई तपाईले जाप गर्न कस्तो समयमा गर्ने, दिशा कता फर्कने, कस्तो वस्त्र लगाउने, यो पनि कुराहरू आउँछन्। तपाईले शुद्ध र पवित्र वस्त्र लगाउनु होला है। सकेसम्म तपाईले सेतो अथवा पहेँलो वस्त्र लगाउनु होला, किनभने यो देवी देवतासँग सम्बन्धित मन्त्र भएको कारणबाट, यो दुर्गा देवीसँग सम्बन्धित मन्त्र भएको कारणबाट तपाईले नवरात्रिमा जाप गर्नुपर्ने अवस्था हो। र तपाईले पहेँलो अथवा सेतो वस्त्र लगाउनु होला, शुद्ध र पवित्र वस्त्र। र तपाई शुद्ध आसनमा बस्नु होला अथवा कुशको आसनमा बस्नु होला। र तपाईले यो मन्त्र जाप गर्ने समयमा पूर्व अथवा उत्तर फर्केर यो मन्त्रको जाप गर्नु होला। दैनिक 3 देखि 4 माला जाप गर्नु होला। र यो पुरुषोत्तम मास भरि तपाईले कम्तीमा पनि यो मन्त्रलाई तपाईले 10,000 जाप गरेर सिद्ध गर्न सक्नुहुनेछ। अब यसले प्रयोग कसरी गर्ने यो म तपाईलाई एकैछिनपछि बताउने छु। अहिले भने यहाँहरुलाई मन्त्र राख्न गइरहेको छु। मन्त्र भने यस प्रकार रहेको छ। यहाँले मन्त्र देखिसक्नु भएको छ। र अब यसलाई प्रयोग कसरी गर्ने म त्यो पनि यहाँहरुलाई बताउन गइरहेको छु। यो मन्त्रलाई चाहिँ तपाईले अघि मैले जसरी भने त्यसरी सिद्ध गर्नु होला। तर तपाईसँग के हुनु जरुरी छ भने सिद्ध गर्ने समयमा देवी देवताको चित्र हुनु, देवी दुर्गाको चाहिँ तस्बिर अथवा फोटो छ भने राख्नु होला। यदि छैन, देवी देवताको तस्बिर छैन हैन, दुर्गा माताको छैन भने तपाईले नारायण भगवानको पनि राखेर गर्न सक्नुहुनेछ। यानी कि विष्णु भगवानको फोटो राखेर अथवा चित्र राखेर तपाईले यो मन्त्रलाई सिद्ध गर्न सक्नुहुनेछ। तपाईले एवं हृदय सिद्ध गर्न सक्नुहुनेछ र सिद्ध गर्नुभयो। अब यसलाई प्रयोग कसरी गर्ने, तपाईले मैले भने बमोजिम त सिद्ध गर्नुभयो। प्रयोग कसरी गर्ने, यो मन्त्रलाई तपाईले 3 अथवा 7 पटक उच्चारण गर्नु होला। एकचोटी मन्त्र भन्नु होला र आफ्नो दुवै हातकैलामा फुक्नु होला। एकचोटी मन्त्र भन्नु होला, 3 चोटी फुक्नु होला। र फेरि तपाईले एवं हृदय 7 पटक मन्त्र भनेर 3 चोटी फुक्दा 21 पटक हुन्छ। त्यो तरिकाले हातमा फुक्नु होला र शिरदेखि पैतालासम्म हातले मसार्नु होला है। आफ्नो शरीर सबै मसार्नु होला। एउटा विधि त्यो भयो। अथवा तपाईले खरानीमा अथवा जलमा फुकेर पनि यो विधि प्रयोग गर्न सक्नुहुनेछ। यसरी नै तपाईले खरानी अथवा जलमा फुक्नको लागि विभूति अथवा भस्म अथवा खरानीमा फुक्ने अथवा पानीमा फुक्नको निमित्त भने तपाईले यो मन्त्रलाई के 11 पटक के 21 पटक अभिमन्त्रित गर्नुपर्ने हुन्छ। एकचोटी मन्त्र भन्ने, एकचोटी मात्र फुक मार्ने, 11 पटक गर्न सक्नुहुन्छ। अथवा समय छ भने 21 पटक अभिमन्त्रित गरेर तपाईले त्यो प्रयोग गर्न सक्नुहुन्छ। खरानीको टिको लगाउने हैन, आज्ञा चक्रमा लगाउने, हाम्रो कण्ठ चक्रमा लगाउने, यसरी तपाईले यसलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र पानी तपाईले पिउन सक्नुहुनेछ। र अर्को कुरा के रह्यो भने तपाईसँग खरानी भएन, पानी भएन, तर तपाई त्यो ठाउँमा नगइनु हुने छ हैन, जसरी पनि तपाई त्यहाँ जानुपर्ने छ। त्यो ठाउँमा जाँदाखेरि तपाईलाई डर लाग्यो, हातमा फुकेर मसार्न पनि भ्याउनु भएन भने तपाईले के गर्ने त भन्दा यो मन्त्रले तपाईले 11 पटक अथवा 21 पटक उच्चारण गर्ने र तपाईले आफ्नो छातीमा आफैले फुक्ने। एवं हृदय यो मन्त्रले तपाईको सुरक्षा गर्छ। र तपाईमा हुन आउने जस्तो किसिमको सडक दुर्घटना, गाडी बाइक एक्सिडेन्टका यी खतरनाक घटनाहरूलाई पनि तपाईको यो समस्यालाई, यो घटनालाई पनि यो मन्त्रले समाधान गर्छ। तपाईलाई त्यो महासंकटबाट जोगाउँछ र तपाईको शरीर सुरक्षा गर्छ। त्यसकारणले यो मन्त्रलाई शरीर सुरक्षा मन्त्र र संकट नाशक कवच भनेर पनि भनिन्छ है। यो तरिकाबाट तपाईले मन्त्रको प्रयोग गर्नु होला भन्दै आजको यो भिडियो यहाँहरुको लागि लाभप्रद साबित हुनेछ भन्ने सोचेको छु। आजको यो बस्नेबाट यहाँहरुमा आज ओजेल पढ्न चाहन्छु। बिदा दिनुस्। हस्त नमस्कार।